हेलो गाइज वेलकम टु घर बनाउने कम्पनी जनरेटर भिडियो। सो हामीले चाहिँ आज कोलुमको लागि चाहिँ स्टार्टर बनाउँदैछौँ होइन। यो स्टार्टर चाहिँ अराउन्ड 3 इन्ची हाइट हुन्छ अनि त्यसपछि जुन यसको इनर स्टार्टरको जुन फ्रेमको इनर जुन डाइमेन्सन हुन्छ त्यो चाहिँ हाम्रो कोलुमको साइज बराबर हुन्छ होइन। यो चाहिँ हामीले मेनली किन गर्छौँ भन्दाखेरि अब जस्तै यो जुन हामीले कोलुम हाल्दाखेरि चाहिँ एकैचोटि हामीले कोलुम सिधै हाल्यौँ भने चाहिँ त्यो सर्न सक्छ कि कोलुमको बेस होइन। हो त्यो चाहिँ हामीले अभोइड गर्नको लागि चाहिँ सुरुमा हामीले स्टार्टर हाल्छौँ होइन। अनि यसको चाहिँ बाहिरपट्टि हुने गरी चाहिँ हामीले कोलुमको चाहिँ फ्रेम हाल्छौँ कि फर्मा हाल्छौँ। अनि त्यसपछि चाहिँ यो भित्रतिर र बाहिरतिर चाहिँ हल्लिन पाउँदैन अनि डिस्प्लेस हुन्न है। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यो केसमा चाहिँ हाम्रो 12 बाई 12 इन्चको चाहिँ कोलुम छ अनि त्यसै कारणले स्टार्टरको डाइमेन्सन पनि 12 बाई 12 को छ है।